फाइनलदेखि फाइनल गेमको यो पहिलो बल निकै नै राम्रो लो बाउन्स, निकै राम्रो लो बाउन्स, निकै राम्रो लो बाउन्स। यहाँनिर पिच अलिकति डस्टी देखिरहेको छ। यहाँनिर हामी थोरै धुलो माटोको पिच छ भने बाउन्स त्यति भइरहेको छैन पिचमा। जति सर्ट पिच बल, सर्ट पिच लेन्थमा बल थियो भने त्यति अतिरिक्त उछाल देखिएन बलमा। यो गुड रनिङ बिट्विन द विकेट। दुई अनुभवी ब्याट्सम्यान बेन्सन मगर, केस सर्ट बल अफतिर खेलेका छन्। सिधा 4 रनको लागि उत्कृष्ट सर्ट। फेरि पनि ठुलो सर्टको प्रयास। यो ठुलो सर्ट, निकै उत्कृष्ट सर्ट। यो 6 रनको लागि यो इनिङको पहिलो छक्का। बेन्सन मगर निकै आक्रामक शैलीमा हात खोल्न कोसिस गरिरहेका थिए भने यो हात खोलेर फेरि पनि राम्रो बल, निकै नै राम्रो बल, त्यति नै राम्रो विकेट किपिङ। हात खोल्न दिएका छैनन् यहाँनिर। फेरि यो सर्ट एकदम माथि र फिल्डर त्यसको पछाडि भने यो नो बल दिएका छन् फिल्डर अम्पायरले। अलिकति त्यस्ता खालका होनहार ब्याट्सम्यानहरू पनि छन् अझै पनि ज्योति इङ्ग्लिस बोर्डिङ स्कुलमा भने। त्यही भएर सम्मानजनक स्कोर पुर्याउन अत्यन्त आवश्यक छ कर्णाली। निकै राम्रो सर्ट खेलेका छन्। सिधा 6 रनको लागि उत्कृष्ट छक्का। दुवै ब्याट्सम्यान एकदम आक्रामक शैलीमा खेलिरहेका छन् भने फेरि पनि सर्ट खेलेका छन् भने केवल निकै राम्रो सर्ट। यहाँनिर ब्याटको बीचमा लागेको थियो भने बेन्सनले 4 रनको लागि खेलिदिएका छन्। साजन गदैलीको क्याप्टेनको प्रवेश भइसकेको छ क्रिजमा। वार्ड स्तरीयदेखि लिएर पालिका स्तरीयसम्म खेलिसकेका ब्याट्सम्यान। वार्ड नम्बर 3 मा वार्ड स्तरीयमा खेलिसके बल, निकै उत्कृष्ट बल, सिधा यर्कर। बाजी मारेका छन् जर्सी नम्बर 11 ज्योतिका बलरले। यहाँनिर बेन्सनको विकेट लिएर गए। मिस फिल्ड भएर 2 रन लिएका छन् यहाँनिर। माफ गर्नु, 3 रन। निकै राम्रो सर्ट खेलेका थिए पनि यहाँ मिस फिल्ड भएर चौका। फेरि पनि हावामा बल भने फिल्डर त्यसको पछाडि। एकदम उत्कृष्ट रनिङ भर्सेस क्याप्टेन फाइनलिस्ट। पहिलो बल हावामा बल भने यो बल घुमेर अलिकति मिसफिल्ड भयो रह्यो। 4 रन। निकै उत्कृष्ट बल गरेका थिए यहाँ क्याप्टेन प्रवेश न्यौपानेले। त्यति नै राम्रो बल थियो भने त्यति नै उत्कृष्ट सर्ट खेलेका छन् अहिले गदैलीको ब्याटबाट। विकेट पनि लिएका छन्, ब्याटिङ पनि। फेरि पनि राम्रो सर्ट प्रहार गरेका छन् तर सिधा फिल्डरको हातमा। जति सक्दो बाउन्ड्रिज। फेरि पनि सर्ट। फेरि सर्ट पिच बल थियो भने
फ्ल्याट 6 प्रहार गरेका छन् गदैलीले। एकदम आक्रामक शैलीमा खेल्दैछन् गदैली। जर्सी नम्बर 18 बाउन्स देख्न चाहिँ सकिन्छ, लो बाउन्स, निकै उत्कृष्ट बलिङ। गयो सिधा फिल्डरको हातमा। निकै राम्रो बल थियो भने बाउन्ड्री बाहिर प्रहार गर्न सकेनन्, सिधा फिल्डरको हातमा। यो अपिल थियो, फेरि पनि हावामा बल भने त्यहाँ कोही फिल्डर थिएन, 2 रन लिन कोसिस गरिरहेका छन्। र यो रकेट शट कप्तान साजन गदाई। निकै राम्रो थ्रो, फेरि पनि राम्रो शट। आजको यो गुड शट सिधा 4 रनको लागि। यो निकै नै उत्कृष्ट शट, टुर्नामेन्टको सबैभन्दा ठुलो छक्का होला यो। र यो आउट। कर्णालीको स्क्वाडलाई पनि यस्तो बिग शट खेल्न कोसिस गरिरहेका थिए, फेरि पनि भने निकै उहाँले म्यान अफ द म्याचलाई पुरस्कार वितरण सौजन्य गर्नुभएको थियो। उहाँलाई म स्टेजमा अतिथि आसमन गरिदिनु न हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 5 का वडाध्यक्ष आदरणीय डेगेन्द्र कार्कीज्यूलाई पनि म स्टेजमा फाइनल खेलको भने 95 रन बनाएको छ कर्णाली एजुकेसन फाउन्डेसनले भने 96 रनको टार्गेट दिएको छ ज्योति इङ्ग्लिस बोर्डिङ स्कुललाई। र यो अन्तिम बल थियो भने 2 रन लिन कोसिस गरेका छन् यहाँनेरि र प्रिन्स आउट भएका छन्। नो बल पहिलो ओभरै विकेट। फेरि पनि उति नै राम्रो शट, अट्याकिङ प्रेसरले फेरि पनि पेस त्यति नै। र 2 रनको लागि नाइस रनिङ बिट्विन द विकेट।
र यो फेरि बोल्ड पार्न सफल विपिन थिङ। सेमी फाइनलको झल्को देखाउनु हुँदैछ फेरि हामीलाई विपिन थिङले। र आएका छन् जर्सी नम्बर 7 का बिलभ दाहाल। पछिल्लो म्याचमा उनले मेन अफ द म्याच र चतुर चालाक सन्दीपले विकेट लिन सफल। चतुर बलर स्पिनर सन्दीप नेउपाने जर्सी नम्बर 45। उत्कृष्ट फिल्डिङ गर्नुभएको छ साजन गदैलीले स्क्वायर लेगमा। र यो 4 र यो 2 रनको लागि कुद्नु भएको छ र यो 2 रन लिन सफल ज्योतिका ब्याट्सम्यान। बिलभ दाहाल उनले वर्ड र फेरि प्रहार फाइन लेगको दिशामा र यो गएको छ 4 रनको लागि। उत्कृष्ट ब्याटिङ गर्दै जर्सी नम्बर 7 का बिलभ दाहाल उनी देखाउँदैछन् कि उनीले किन। र यो उत्कृष्ट शट नो बल पनि दिनुभएको छ अम्पायरले भने यो 4 रनको लागि प्रहार। र ब्याटिङमा आएको छन् जर्सी नम्बर 12 पछिल्लो 2 गेमको मेन अफ द म्याच प्रवेश नेउपाने जर्सी नम्बर 12 र यो फ्री हिट रहेको छ ब्याट्सम्यानले। ज्योतिले यसको फाइदा उठाउनु भएको छ। र यो अफमा खेल्दैको छन् भने फिल्डरको हातमा बल 1 बाउन्स र उता 2 रन लिन सफल ज्योतिका ब्याट्सम्यान। र यो बल हावामा छ भने ग्याप नो मेन्स ल्यान्डमा छ बल र 1 रन लिन सफल। यो स्टेप आउट गरेर प्रवेशले राम्रो शट हान्नु भएको थियो भने उत्तिकै राम्रो फिल्डिङ। र यो राम्रो शट थियो तर 1 बाउन्स फिल्डरको हातमा। को भिडन्त युद्ध कसले जित्ला त? र यो रनआउटको मौका बनिएको छ भने रनआउट र अम्पायरले नट आउट दिएका छन्। र यो उत्कृष्ट र यो फाइन लेगको दिशामा 1 रनको लागि खेल्दैको छन् कप्तानले भने सौरभ फेरि स्ट्राइक। र अब अन्तिम ओभरमा 32 रनको आवश्यकता ज्योति सेकेन्डरी बोर्डिङ स्कुललाई जित्नको लागि। के प्रवेश नेउपाने कप्तानले जिताउँछन् त ज्योतिलाई? र 2 रनको लागि
सफलतापूर्वक 2 रन पूरा गर्नुभएको छ। राम्रो ब्याटिङ र बेन्सन मकर बलले पछाइरहेका छन् र यो 4 रनको लागि सायद धेरै धेरै ढिलो भइसक्यो यो 4 रन। सौरभ स्ट्राइकमा भने रिकेश आगदाम्बे बलिङमा। र उत्कृष्ट बल भने उत्तिकै उत्कृष्ट शट 1 रनको लागि। झण्डा लहिराइरहेको छन्। बलिङ गर्नुभएको छ रिकेश आगदाम्बेले सौरभलाई र यो सेलिब्रेसन देख्न सक्छौँ हामी। 1 बल टाढा कर्णाली एजुकेसन फाउन्डेसन जितबाट। र यो कर्णाली एजुकेसन फाउन्डेसनले फेरि जितेको छ। यो दोस्रो झण्डा फेरि लहिरहेको छ र लहिरहनेछ। कर्णाली एजुकेसन फाउन्डेसनको यो लगातार दोस्रो पटक यो अन्तर मावि टी10 छात्र नकआउट क्रिकेट प्रतियोगिताको जित झण्डा लहिरिरहेको छ। बुद्ध शान्तिमा अनबिटेबल कर्णाली एजुकेसन फाउन्डेसन डोमिनेन्स देख्न सक्नुहुन्छ सबको त्यहाँ। झण्डा लहिरिरहेको छ। काकर भिटामिन लहिरहेको थियो, यहाँ पनि लहिरहेको छ। म उपस्थित हाम्रा मिडिया पर्सन सञ्चारकर्मीज्यूहरू र यो रनआउटको मौका यो रनआउट मिस भएको छ बेन्सन मगरद्वारा र यो 4 रन पनि गएको छ पछाडि थर्ड मेनको दिशामा। इजी रनआउट थियो। सिधै अगाडि बढ्नेछु। म दुईटा टिमका खेलाडीहरूलाई कर्णाली र ज्योति दुवै टिमका खेलाडीहरूलाई हाम्रो अगाडि टिम कोच टिम क्याप्टेन सबैजना विजेता खेलाडीहरूलाई यो मेडल लगातार दोस्रो पटक अन्तर माध्यमिक विद्यालय र योभन्दा भर्खरै केही महिना अगाडि सम्पन्न प्याप्सनको पनि बुद्ध शान्तिको विजेता बनेको थियो। धेरै धेरै बधाई छ। खेलाडी उत्पादन विशेष गरी क्रिकेट खेलाडीको हकमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ कर्णाली एजुकेसन फाउन्डेसनले। हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ र कोचलाई तपाईँको भूमिका निम्ति धेरै धेरै बधाई छ। विद्यालयलाई र यो उत्कृष्ट सहभागिताको निम्ति धेरै धेरै धन्यवाद ज्ञापन। माध्यमिक विद्यालयलाई बधाई ज्ञापन गर्नुहोला। अनि बधाई छ टिम कोच टिम क्याप्टेन नगद 10,000 सेकेन्ड प्राइज मनी अनि यो ट्रफी धेरै धेरै सबैजना आइदिनु होला। बधाई छ ज्योति अङ्ग्रेजी माध्यमिक विद्यालयलाई। हामी यो मेडलसँगै सम्मानित गर्नेछौँ र कृपया अतिथिहरूसँग हात मिलाउँदै आउनुहोला। तपाईँहरूले बधाई ग्रहण गर्दै आउनुहोला तपाईँहरूको टिम सबैजनाले। र हाम्रो अपरेटरज्यूलाई यो कङ्ग्रेचुलेसन भन्ने गीत ब्याकग्राउन्डमा प्ले गरिदिन पनि म अनुरोध गर्दछु। बधाई छ। फाइनल खेलको म्यान अफ द म्याच हुन सफल उहाँले यो सर्टिफिकेट भिभोबाट प्राप्त यो आकर्षक यो बोतल अनि यो मेडल प्राप्त गर्दै हुनुहुन्छ। धेरै धेरै बधाई छ। ल एकचोटि साजनको निम्ति सबैजनाले जोरदार ताली। राम्रो अलराउन्डर हाम्रो कङ्ग्रेचुलेसन कर्णाली एजुकेसन फाउन्डेसन। ल धेरै धेरै बधाई र तपाईँहरू एकछिन सेलिब्रेसन नगरिदिनु होला। म्याचको सर्टिफिकेट चाँडोभन्दा चाँडो त्यो तयार गर्दै यसपछि हामी मेहनत म्याच भित्र। ल एकचोटि सबैजनाले ताली कर्णाली एजुकेसन फाउन्डेसनलाई। प्रकाश निरवलाजीलाई फाइनलको म्यान अफ द म्याचको त्यो हाम्रो सर्टिफिकेट तयारी गरिदिनु अनुरोध गर्दछु। फाइनलको म्यान अफ द म्याचको मेडल अनि सर्टिफिकेट अनि हाम्रो प्राइज त्यो प्राइज अनुरोध गर्दै एकचोटि फेरि भाइको निम्ति ताली सबैजनाले जोरदार ताली। अनि धेरै धेरै शुभकामना। पनि आकर्षक ब्याटिङ देखाएका थिए विलोप दाल र अग्रभागमा रहेर यो ट्रफी अनि सर्टिफिकेट लिइदिनु होला। बधाई छ गराउनेछौँ भने हाम्रोमा 3वटा ट्रफीहरू बेस्ट बलर अफ द टुर्नामेन्ट साजन गदाली रेन्जर साइकलको साथमा र बधाई छ प्लेयर अफ द टुर्नामेन्ट साजन गदाली र
र धेरै धेरै धन्यवाद र आदरणीय अतिथिज्यूहरूलाई पनि आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र धेरै यो हाम्रो प्रमाणपत्र म सम्पूर्ण आदरणीय अतिथिज्यूहरूलाई अगाडि आइदिनु भन्नुको एकचोटि ताली सबैजनाले साधनको लागि बधाई छ। साधन रेन्जर साइकलको विजेता भोलिदेखि साधन भाइ यो रेन्जर साइकल लिएर स्कुलमा आउनेछन् अनि कर्णाली एजुकेसन फाउन्डेसनलाई पनि धेरै धेरै बधाई। दुवैजना तारा सरहरूको मुहारमा पनि खुसी देख्दैछु म यहाँ अगाडि, उहाँहरूको पनि महत्त्वपूर्ण योगदान छ र अब साधन भाइलाई धेरै धेरै बधाई र अब विजेता र भाइ